कल्पना गर्नुहोस् एउटा सुनौलो माछा अर्थात् गोल्डफिसलाई कुनै कुरामा ध्यान दिन कति समय लाग्ला? खै एउटा सानो माछा त हो, पक्कै पनि धेरै समय त नहोला। विज्ञानले भन्छ करिब 9 सेकेन्ड। तर सुन्दा अलि अचम्म र डरलाग्दो लाग्न सक्छ है। केही अध्ययनहरूले आजकाल मानिसको औसत ध्यान अवधि भनौँ न एटेन्सन स्प्यान घटेर करिब 8 सेकेन्डमा झरिसकेको देखाएका छन्। ओहो, 8 सेकेन्ड मात्रै? भनेपछि त हामी एउटा सानो माछाभन्दा पनि पछाडि परिसक्यौँ नि। त्यही त, यो एकदमै गम्भीर कुरा हो। अब सामान्यतया जब कोही विद्यार्थी परीक्षा आउन थाल्यो भनेर एउटा मोटो किताब अगाडि राखेर पढ्न बस्छ नि, त्यहाँ एउटा ठुलो अपेक्षा हुन्छ। टेबलमा किताब हुन्छ, छेउमा कफी हुन्छ अनि शान्त वातावरण। हो, अनि आज त जसरी पनि 3 च्याप्टर भ्याउँछु भन्ने एउटा गहिरो उत्साह पनि हुन्छ क्या। बाहिरबाट हेर्दा सबथोक एकदमै सामान्य र भनौँ न पर्फेक्ट देखिन्छ। तर ठ्याक्क 10 मिनेटपछि अचानक ध्यान भङ्ग हुन्छ। अनि हात आफै नसोचिकन फोनतिर जान्छ। त्यही हुँदैन। जब झ्यालस्स होस आउँछ नि, तब भारी पछुतो र तनाव सुरु हुन्छ। एकदम सही कुरा। यो कुनै एउटा व्यक्तिको मात्र समस्या होइन क्या। यो आजकल हरेक घरको हरेक विद्यार्थीको साझा कथा बनिसकेको छ, एउटा विश्वव्यापी महामारी जस्तै। ठ्याक्कै। र आजको हाम्रो यो गहन छलफलको मुख्य विषय पनि यही हो। आज हामी विभिन्न गहिरा अनुसन्धान पत्रहरू, मनोविज्ञानी ग्लोरिया मार्कको बहुचर्चित अध्ययन र निकोलस कार्को निकै महत्त्वपूर्ण पुस्तक द श्यालोज जस्ता स्रोतहरूलाई अगाडि राखेर यो समस्याको जरो खन्नेछौँ। यी स्रोतहरू एकदमै गहिरा छन्। अनि यस छलफलको हाम्रो मिसन एकदम स्पष्ट छ। यो किताब अगाडि राख्दा 10 मिनटमै ध्यान भङ्ग हुने समस्या किन आउँछ भनेर टिकटक ब्रेनको विज्ञानलाई गहिराइमै पुगेर बुझ्ने हो। विज्ञान बुझ्न एकदम जरुरी छ। र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, फोनको प्रयोग घटाउँदै पोमोडोरो प्रविधि मार्फत विद्यार्थीहरूले कसरी फेरि लामो समयसम्म ध्यान केन्द्रित गर्ने बानी विकास गर्न सक्छन् भन्ने व्यावहारिक उपायहरू खोतल्ने। ल अब यसलाई केलाएर हेरौँ। यो पढ्न बस्दा फोन चलाउने बानी, जसलाई हामी केटाकेटीको अल्छीपना भनेर सामान्य मानिरहेका छौँ नि, यो वास्तवमा कति गम्भीर हो त? यहाँ सबैभन्दा रोचक कुरा के छ भने यो केवल एउटा खराब बानी वा भनौँ न इच्छा शक्तिको कमी हुँदै होइन क्या। ए हो र? एकदम। हामी यहाँ मस्तिष्कको संरचनामै, त्यसको न्युरोलोजिकल बनावटमै आइरहेको एउटा डरलाग्दो परिवर्तनको कुरा गरिरहेका छौँ। हाम्रा स्रोतहरूले एकदमै स्पष्ट पारेका छन् कि यो आधुनिक डिजिटल युगले हाम्रो एकाग्रतालाई कसरी भित्रभित्रै क्षय गरिरहेको छ। मतलब हामीले सोचे जस्तो यो बानी मात्र होइन। होइन नि। मानिसहरूलाई लाग्छ कि उनीहरूले चाहेको बेला फोन छोडेर पढ्न सक्छन्, तर वास्तविकतामा उनीहरूको दिमागले त्यो क्षमता नै गुमाउँदै गइरहेको छ। त्यो तथ्याङ्क त झन् डरलाग्दो छ। अघि मैले सुनौलो माछाको कुरा गरेकी थिएँ नि, स्रोतमा उल्लेख भए अनुसार सन् 2000 मा मानिसको औसत ध्यान अवधि 12 सेकेन्ड थियो। त्यति बेला इन्टरनेट भर्खरै फैलनै थियो। त्यति बेला स्मार्टफोनहरू पनि यति धेरै थिएनन्। हो, तर अहिले स्मार्टफोन र छोटा भिडियोहरूको युगमा त्यो घटेर 8 सेकेन्डमा झरेको छ। यो सुन्दा त एउटा कसरी भनौँ, साइन्स फिक्सन मुभीको प्लट जस्तो पो लाग्छ मलाई त। एकदमै। मनोवैज्ञानिक ग्लोरिया मार्कको लामो र विस्तृत अध्ययनले यसलाई अझ प्रष्ट पार्छ है। उहाँले मानिसहरूले काम गरिरहेको बेला उनीहरूको स्क्रिन टाइमलाई वर्षौंसम्म ट्र्याक गर्नुभएको थियो। अनि नतिजा कस्तो आयो त? सन् 2004 मा मानिसहरूले कुनै एक स्क्रिनमा औसत 2.5 मिनेट ध्यान केन्द्रित गर्न सक्थे। त्यो भनेको एउटा डकुमेन्ट वा इमेलमा ध्यान दिएर हेर्ने समय थियो। 2.5 मिनेट। तर सन् 2012 मा आइपुग्दा त्यो घटेर 75 सेकेन्ड भयो। हत्तेरिका, झन्डै आधा नै घटेछ। अहिले त्यो घटेर जम्मा 47 सेकेन्ड। र मिडियनमा हेर्ने हो भने त 40 सेकेन्ड मात्रै बाँकी छ। 40 सेकेन्ड? यसको मतलब 1 मिनेट पनि एउटा कुरामा टिकिएर बस्न गाह्रो भइसक्यो मान्छेलाई। त्यही त नि। 40 सेकेन्डमा त एउटा जटिल गणितको प्रश्न राम्ररी पढेर बुझ्न पनि सकिँदैन, समाधान गर्ने कुरा त परै जाओस्। हो, निकोलस कार्ले आफ्नो पुस्तक द श्यालोजमा यसलाई एकदम सटिक रूपमा व्याख्या गर्नुभएको छ नि। मैले पनि त्यो पढेकी थिएँ। उहाँले लिनियर माइन्डको कुरा गर्नुभएको छ होइन त? हो नि। उहाँको भनाइअनुसार इन्टरनेटले हाम्रो लिनियर माइन्ड, जसले एउटा किताबलाई सुरुदेखि अन्त्यसम्म गहिरिएर पढ्न सक्थ्यो, हरेक पानाको भाव बुझ्न सक्थ्यो, त्यसलाई भत्काएर हाइपरलिङ्क्ड माइन्डमा बदलिदिएको छ। हाइपरलिङ्क्ड माइन्ड, यो शब्द नै कस्तो अचम्मको छ। अहिले हामी गहिरिएर पढ्दैनौँ, मात्र माथि माथि स्किम गर्छौँ,
एउटा लिङ्कबाट अर्को लिङ्कमा उफ्रिन्छौँ। हो, हाम्रो दिमागले गहिराईमा जाने धैर्यता नै गुमाइसकेको छ जस्तो लाग्छ मलाई त। र यसको सबैभन्दा ठूलो र प्रत्यक्ष असर त विद्यार्थीहरूमा परिरहेको छ नि। एकदम सही। हाम्रै स्रोतमा काठमाडौँका कलेज विद्यार्थीहरूको एउटा एकदमै सान्दर्भिक उदाहरण छ क्या। उनीहरू दिनमा औसत 6 देखि 8 घण्टा स्क्रिनमा बिताउने गर्छन्। 6 देखि 8 घण्टा? त्यो त एउटा फुल टाइम जब जस्तै भयो त। अनि उनीहरूकै अनुभव छ, एउटा अनलाइन लेक्चर हेरिरहेको बेला वा असाइनमेन्ट गरिरहेको बेला एउटा मात्र सानो नोटिफिकेसनले ध्यान भङ्ग भयो भने नि फेरि त्यो लेक्चरको लयमा फर्किन 5 देखि 10 मिनट लाग्छ। ओहो, एउटा सानो टिङ आवाजले 10 मिनट खाइदिन्छ। हो, यसलाई मनोविज्ञानमा स्विच कस्ट भनिन्छ। यो स्विच कस्ट भन्ने कुरालाई यसरी बुझाउँ न। फोन छेउमा राखेर किताब पढ्न खोज्नु भनेको नि व्यस्त र कोलाहलपूर्ण चोकको बीचमा जहाँ गाडीको हर्न बजिरहेको छ त्यहाँ बसेर ध्यान गर्न खोज्नु जस्तै हो क्या। वाओ, यो त एकदम राम्रो एनालोजी हो। र फोनमा इन्स्टाग्रामको मेसेज बजिरहेको छ, सायद कानमा इयरफोन लगाएर स्पोटिफाईमा गीत पनि बजिरहेको होला। यो मल्टिटास्किङ गर्छु, म त एकैपटक धेरै काम गर्न सक्छु भन्ने जुन भ्रम छ नि विद्यार्थीहरूमा, यसले दिमागको न्यूरल पाथवेलाई यति छिटो छिटो एउटा कामबाट अर्को काममा स्विच हुन बाध्य पार्छ कि गहिरो चिन्तन गर्ने क्षमता नै हराएर जान्छ क्या। दिमाग कन्फ्युज हुन्छ कुन कुरा महत्त्वपूर्ण हो भनेर। बिल्कुल, त्यो लगातारको स्विचिङले दिमागलाई कति धेरै थकाउँछ भन्ने कुरा हामीले बुझ्नुपर्छ। यसलाई कन्टिन्युअस पार्शियल अटेन्सन भनिन्छ। कन्टिन्युअस पार्शियल अटेन्सन हो, कुनै पनि एउटा कुरामा पूर्ण रूपले 100% ध्यान नदिने तर वरपर भइरहेका सबै कुरामा अलिअलि ध्यान बाँडिरहने अवस्था हो यो। ए, अलिअलि सबैतिर। अनि ग्लोरिया मार्कको अध्ययनले के प्रमाणित गरेको छ भने यसरी ध्यान छिटो छिटो स्विचिङ गर्दा विद्यार्थीहरूको मुटुको गति बढ्छ र शरीरमा कर्टिसोल जस्ता तनाव बढाउने हर्मोनहरू अत्यधिक मात्रामा रिलिज हुन्छन्। भनेपछि तनाव पनि बढाउँछ यसले? एकदम। शारीरिक रूपमा दिनभर कुर्सीमा बसेर पनि उनीहरू किन यति धेरै थाक्छन् र बर्नआउट महसुस गर्छन् भन्ने कुराको वैज्ञानिक कारणै यही निरन्तरको ध्यान विभाजन हो। यहाँ कुरा साँच्चै चाखलाग्दो भन्छ नि, किनकि यदि ध्यान भङ्ग हुनुले यति धेरै तनाव दिन्छ, मुटुको गति बढाउँछ, यति धेरै थकाउँछ भने विद्यार्थीहरू किन बारम्बार त्यही फोनतिरै तानिन्छन् त? पढाइ छोडेर किन फेरि त्यही स्क्रिनमै फर्किन्छन्? यो एकदम गम्भीर प्रश्न हो। हामी त अलिकति पनि दुःख दिन नचाहने प्राणी हौ नि त। यसको उत्तर खोज्न हामीले मस्तिष्कको रसायन अर्थात् बायोलोजीलाई नै बुझ्नुपर्ने हुन्छ जस्तो लाग्यो मलाई। ठ्याक्कै। र यहाँनिर प्रवेश हुन्छ डोपामाइनको। डोपामाइन? धेरैलाई के लाग्छ भने डोपामाइन भनेको खुसी वा ह्याप्पिनेस दिने रसायन हो, तर न्यूरोसाइन्सले भन्छ यो केवल आनन्द दिने रसायन होइन, यो वास्तवमा चाहना वा वान्टिङ जगाउने रसायन हो। ए, आनन्द मात्र होइन, चाहना पनि हो नि। यसले मस्तिष्कलाई भन्छ यो कुरा मलाई अझै चाहिन्छ, यो काम फेरि गर। यसले हाम्रो व्यवहारलाई निर्देशित गर्छ। अनि स्रोतमा उल्लेख भएअनुसार नि छोटा भिडियोहरू, ती 15 देखि 60 सेकेन्डका टिकटक वा इन्स्टाग्राम रिल्सहरूले एउटा अनिश्चित इनाम वा भेरिएबल रेसियो रिइन्फोर्समेन्ट शेड्युलको रूपमा काम गर्छन्। यो सुन्दा अलि प्राविधिक जस्तो लाग्छ, तर यो भनेको ठ्याक्कै क्यासिनोमा जुवा खेले जस्तै हो नि, होइन र? हो, एकदम। कुन भिडियो कतिखेर रमाइलो आउँछ थाहा हुँदैन, त्यसैले अर्को र अर्को गर्दै औँलाले स्वाइप गरिरहन्छ क्या। एकदम सही एनालोजी दिनुभयो। यसले मस्तिष्कको मेसोलिम्बिक पाथवेलाई सिधै हाइज्याक गर्छ। एकछिनै, यो मेसोलिम्बिक पाथवे भनेको चाहिँ ठ्याक्कै के हो नि? सुन्दा मस्तिष्कभित्रको कुनै ठूलो हाइवे जस्तो सुनिन्छ। यसमा के कुरा दौडिन्छ त? हो, यसलाई मस्तिष्कको रिवोर्ड हाइवे वा इनामको राजमार्ग भनेर सम्झिनुस्। ए, इनामको राजमार्ग? जब हामी कुनै यस्तो काम गर्छौँ जसले हामीलाई फाइदा पुर्याउँछ वा आनन्द दिन्छ, तब यो राजमार्ग हुँदै डोपामाइन दौडिन्छ र दिमागको अघिल्लो भागलाई भन्छ यो कुरा राम्रो छ, यसलाई याद राख र फेरि गर। तर छोटा भिडियोहरूले यो राजमार्गमा ट्राफिक ज्याम गराइदिन्छन् क्या। ट्राफिक ज्याम? प्रत्येक स्वाइपसँगै थोरै डोपामाइन रिलिज हुन्छ, तर समस्या के हो भने दिमाग छिट्टै यसको अभ्यस्त हुन्छ अनि सुरु हुन्छ डोपामाइन टलरेन्स। भनेपछि बानी पर्छ। हो, हिजो एउटा भिडियोले दिने सन्तुष्टि आज 10 वटा हेर्दा पनि मिल्दैन। दिमागले अझै धेरै र अझै छिटो उत्तेजना खोज्न थाल्छ। यसलाई यसरी बुझौँ, मस्तिष्कलाई लगातार 15-15 सेकेन्डको भिडियो दिनु भनेको नि दिनदिनै अत्यधिक पिरो र मसालेदार जङ्क फुड खुवाउनु जस्तै हो क्या। सही भन्नुभयो।
जिब्रो त्यो मसालेदार स्वादको यति बानी पर्छ कि त्यसपछि अचानक एउटा स्वस्थ र साधारण स्याउ खान दिँदा त्यसको कुनै स्वादै आउँदैन, खल्लो लाग्छ नि। एकदम। सेकेन्डमै रिवार्ड वा डोपामाइनको झट्का आउँदैन। यदि हामी यसलाई अझै बृहत रूपमा हेर्छौं भने यो टिकटक ब्रेनको असर कति गहिरो छ भन्ने कुरा भर्खरैका अनुसन्धानका तथ्याङ्कले बोल्छन्। कस्ता तथ्याङ्कहरू नि? 77वटा अध्ययनहरूको एउटा विशाल मेटा एनालाइसिस गरिएको थियो, जसमा झण्डै 1 लाख, अझ भनौं 98,279 सहभागी थिए। ओहो, त्यो त एकदमै ठूलो अध्ययन हो। हो नि। त्यो अध्ययनले के स्पष्ट देखायो भने छोटा भिडियोको अत्यधिक प्रयोगले दिमागको प्रिफ्रन्टल कर्टेक्सलाई सुस्त र कमजोर बनाइदिन्छ। प्रिफ्रन्टल कर्टेक्स, जसले हाम्रो निर्णय लिने, योजना बनाउने र मुख्य रूपमा आवेग, भनौं न इम्पल्स, नियन्त्रण गर्ने काम गर्छ, होइन र? हो, ठ्याक्कै। अर्थात् अहिले फोन नचला, भोलि जाँच छ भनेर हामीलाई रोक्ने भाग नै यही हो। हो, अनि जब त्यो भाग नै सुस्त हुन्छ, मानिसले आफूलाई रोक्नै सक्दैन। इफिजियन अध्ययनहरूले अझ के देखाएका छन् भने यसरी छोटा भिडियोको लतमा पर्दा दिमागको थीटा पावर पनि घट्छ। मैले यो थीटा पावर घटेको कुरा पढेकी थिएँ स्रोतमा, तर यो भनेको ठ्याक्कै के हो नि? कुनै ब्याट्रीको पावर जस्तो सुनिन्छ। यसले कसरी काम गर्छ? दिमागमा विभिन्न प्रकारका तरङ्गहरू वा ब्रेन वेभहरू हुन्छन्। यसलाई गाडीको गियर जस्तै सोच्नुस् क्या। गियर? थीटा तरङ्ग भनेको दिमागको त्यो अवस्था हो जब हामी एकदम शान्त तर फोकस हुन्छौं, जस्तै गहिरो अध्ययन गरिरहेको बेला वा ध्यान गरिरहेको बेला। ए, बुझे। थीटा पावर घट्नु भनेको दिमागले त्यो शान्त र केन्द्रित हुने गियर नै घुमाउनु हो। कार्यकारी नियन्त्रण क्षमता र धैर्यता करिब शून्यमा झर्नु हो। बाफरे। स्रोतमा एउटा काठमाडौँकी 22 वर्षीय विद्यार्थीको उदाहरण छ है। उनी दिनमा 4 घण्टा टिकटक स्क्रोल गर्थिन्। अनि के भयो त? बिस्तारै उनको ध्यान अवधि यसरी घट्दै गयो कि उनले असाइनमेन्ट नै गर्न छाडिन्, परीक्षामा फेल भइन् र उनको एन्जाइटी वात्तै बढ्यो। यो कुनै अल्छीपना थिएन क्या, यो तिनै न्युरोलोजिकल परिवर्तन, त्यही थीटा पावर घटेको प्रत्यक्ष नतिजा थियो। मस्तिष्क कसरी फसेको छ र त्यो डिजिटल जङ्क फुडको लतले कसरी दिमागलाई सुस्त बनाइरहेको छ भन्ने बुझिसकेपछि नि अब पक्कै पनि सबैले सोच्दै होलान् यसबाट बाहिर निस्किने रणनीति के त? त्यो त पक्कै पनि। तर समाधानतिर लाग्नु अघि हामीले एउटा ठूलो भ्रमलाई चिर्नु जरुरी छ है। मैले युट्युब र सोशल मिडियातिर डोपामाइन डिटक्स भनेर मान्छेहरू अँध्यारो कोठामा केही नगरी बसेको, बोल्न र खान समेत छोडेको भिडियोहरू धेरै देखेकी छु। ओहो, त्यस्तो पो? मलाई त यो कुरा वैज्ञानिक रूपमै असम्भव लाग्छ क्या। डोपामाइन त हाम्रो शरीरको प्राकृतिक रसायन हो नि, सास फेरे जस्तै हो। यसलाई कसरी उपवास बस्न वा शरीरबाट बाहिर निकाल्न सकिन्छ र? यो एकदम महत्त्वपूर्ण बिन्दु उठाउनुभयो। यो डोपामाइन डिटक्स वा डोपामाइनको उपवास बस्ने कुरा अहिले इन्टरनेटमा एकदम चलेको छ, तर यो 100% वैज्ञानिक भ्रम हो। मैले त त्यस्तै सोचेकी थिएँ। डोपामाइन एउटा प्राकृतिक न्युरोट्रान्समिटर हो। यो कुनै बाहिरी विष होइन जसलाई शरीरबाट पसिना वा पिसाब मार्फत निकाल्न परोस्। यसलाई पूर्ण रूपमा बन्द गर्न सकिँदैन र बन्द भयो भने त मानिसले हातखुट्टा चलाउन समेत सक्दैन। त्यसो भए यो डिटक्सको नाममा मानिसहरूले के गरिरहेका छन् त? खासमा गर्नुपर्ने के हो? यो वास्तवमा कग्निटिभ बिहेभियरल थेरेपी, भनौँ न CBT मा आधारित एउटा बिहेभियरल रिसेट हो। बिहेभियरल रिसेट। यसको उद्देश्य डोपामाइन रसायन नै घटाउने होइन, बरु मस्तिष्कलाई अत्यधिक उच्च उत्तेजना दिने गतिविधिहरू जस्तै निरन्तर स्क्रोलिङ वा भिडियो गेमबाट केही समय टाढा राख्ने हो। ताकि अलिकति शान्त होस्। ताकि हाम्रो दिमागका डोपामाइन रिसेप्टरहरूले आराम पाउन् र साधारण प्राकृतिक कुराहरूमा जस्तै किताब पढ्ने, प्रकृतिमा हिँड्ने काममा फेरि आनन्द लिन सक्ने बनुन्। यसका लागि स्रोतले केही एकदमै व्यावहारिक दैनिक अभ्यासहरू दिएको छ जुन विद्यार्थीहरूले सजिलै अपनाउन सक्छन् है। पहिलो त स्क्रिन टाइम ट्र्याकिङ। त्यो एकदम प्रभावकारी छ। आफूले दिनमा कति समय फोनमा बिताइरहेको छु भनेर आफ्नै आँखाले नहेर्दासम्म समस्याको गहिराई नै थाहा हुँदैन क्या। एउटा सफ्टवेयर इन्जिनियरले यस्तै ट्र्याकिङ एप्स प्रयोग गरेरै आफ्नो स्क्रिन टाइम 7 घण्टाबाट 3 घण्टामा झारेको उदाहरण त्यहाँ छ। वाउ, त्यो त ठूलो परिवर्तन हो। अर्को गजबको उपाय छ ग्रे स्केल मोड। मैले पनि यो प्रयास गरेकी थिएँ, तर यसले बायोलोजिकल रूपमा कसरी काम गर्छ नि? फोनको सेटिङमा गएर स्क्रिनलाई ब्ल्याक एन्ड व्हाइट वा सादा बनाइदिने प्रक्रिया नै ग्रे स्केल हो।
फोनका ती रङ्गीचङ्गी एपहरू, रातो नोटिफिकेसन ब्याजेस, यी सबै डिजाइन नै यसरी गरिएका हुन्छन् कि त्यसले हाम्रो आँखा र दिमागको रिवार्ड सिस्टमलाई तुरुन्तै आकर्षित गरोस् क्या। ए जानी जानी त्यस्तो बनाएका हुन्छन्। हो नि, सिलिकन भ्यालीका इन्जिनियरहरूले रङ्गको मनोविज्ञान प्रयोग गरेर हामीलाई लत लगाउँछन्। जब हामी स्क्रिनलाई सादा बनाउँछौँ, त्यो दृश्य उत्तेजना एक्कासी बन्द हुन्छ। अनि त्यतिखेर बोरिङ लाग्न थाल्छ। हो, फोन चलाउने इच्छा तुरुन्तै आधा घटेर जान्छ, किनकि दिमागले त्यसमा कुनै मजा नै देख्दैन। अनि अर्को महत्त्वपूर्ण कुरा, नोटिफिकेसन अफ गर्ने। फोनले मलाई बोलाउने होइन, मैले चाहेको बेला मात्र फोन चलाउने हो भन्ने मानसिकता विकास गर्न यो एकदम जरुरी छ नि। एकदम सही। त्यसैगरी टेक फ्री जोन बनाउने कुरा पनि छ। सुत्ने कोठामा फोन नलाने, सुत्नुभन्दा 1 घण्टा अगाडि स्क्रिन बन्द गर्ने जस्ता कुराले निद्रा र भोलिपल्टको ध्यान दुवै सुधार्छन्। साथै आँखा र दिमागको थकान कम गर्न हरेक 20 मिनेटमा 20 फिट टाढा 20 सेकेन्डसम्म हेर्ने 20-20-20 नियम पनि निकै उपयोगी छ। तर यहाँनिर मेरो एउटा व्यावहारिक प्रश्न छ है। भन्नुस् न। आजकल असाइनमेन्ट गर्न, रिसर्च पेपर पढ्न, कलेजको ग्रुप च्याटमा अपडेट रहन ल्यापटप वा फोन नभई हुँदैन क्या? सबै कुरा पूर्ण रूपमा डिजिटल भइसक्यो। त्यो त हो। यस्तो अवस्थामा विद्यार्थीहरूलाई पूर्ण रूपमा डिजिटल उपवास बस्नु वा फोन पुरै बन्द गरेर राख्छु भन्नु साँच्चै सम्भव छ र? यो त अलि अव्यावहारिक र असम्भव जस्तो सुनिन्छ नि मलाई त। यो एकदमै जायज र धेरैले सोध्ने प्रश्न हो। स्रोतले पनि यही कुरालाई गहिरिएर सम्बोधन गरेको छ क्या। ए हो? कसरी? प्रविधिलाई पूर्ण रूपमा त्याग्ने वा जङ्गलमा गएर बस्ने भन्ने समाधान होइन। र इच्छा शक्तिले मात्र म फोन छुँदिन भनेर पनि पुग्दैन, किनकि हाम्रो इच्छा शक्तिभन्दा फोनको अल्गोरिदम हजारौं गुणा बलियो छ। त्यो त पक्कै हो। यहाँ चाहिने भनेको इन्भाइरोन्मेन्ट डिजाइन हो। वातावरणलाई नै आफ्नो अनुकूल बनाउने। अर्थात् लत लाग्ने कुरालाई पहुँचभन्दा टाढा राख्ने। हो नि, फोन छेउमै टेबलमा राखेर म हेर्दिन भन्दै मनलाई दबाउनु भन्दा फोनलाई अर्को कोठामै राख्नु वा ड्रोअरमा लक गर्नु धेरै सजिलो हो क्या। त्यो त सजिलो भयो। अनि परिवर्तन एकाएक हुँदैन, क्रमिक रूपमा अर्थात् ग्रेजुअल रिडक्सन गर्नुपर्छ। जस्तै पहिलो हप्ता दिनको 30 मिनट मात्र फोनबाट टाढा रहेर पढ्ने अभ्यास गर्ने, अर्को हप्ता त्यसलाई बढाएर 1 घण्टा बनाउने। हे, बिस्तारै बढाउँदै लग्ने हो। प्रविधिको प्रयोग आवश्यक कामको लागि मात्र गर्ने र त्यो इन्फिनिट स्क्रोलिङलाई बिचैमा रोक्ने कुरा हो। यो फोनको सेटिङ मिलाएर र वातावरण बनाएर मात्र पनि त पुग्दैन नि त। अब विद्यार्थी टेबलमा त बस्यो, तर सुरुमा भने जस्तै 10 मिनटमै ध्यान भङ्ग हुने त्यो मानसिक अवस्थालाई कसरी सुधार्ने त? लामो समयसम्म ध्यान दिएर पढ्ने त्यो मानसिक स्ट्यामिना कसरी फर्काउने त? यहाँनिर स्रोतले एउटा निकै प्रभावकारी विधिको चर्चा गरेको छ है, पोमोडोरो प्रविधि, तर अलिकति परिमार्जित रूपमा। पोमोडोरो विधिको सामान्य नियम धेरै विद्यार्थीहरूलाई थाहा होला नि। 25 मिनट काम वा अध्ययन गर्ने अनि 5 मिनट छोटो ब्रेक लिने। तर स्रोतले यहाँ पोमोडोरो विथ अ ट्विस्टको कुरा गरेको छ। ट्विस्ट? के हो त्यो ट्विस्ट? सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने त्यो 5 मिनटको ब्रेकमा फोन वा कुनै पनि स्क्रिन छुन पाइँदैन क्या। 25 मिनट पढेपछि ल अब मेहनत गरे 5 मिनट टिकटक हेर्छु वा रिप्लाई फर्काउँछु भन्न पाइएन। तर किन नि 5 मिनट त हो? पटक्कै पाइएन, किनकि यदि त्यो 5 मिनटमा फोन चलाउने हो भने दिमागले विश्राम नै पाउँदैन। अघि हामीले कुरा गरेको स्विच कस्टको चक्र फेरि सुरु हुन्छ। ओहो, अनि फेरि 10 मिनट लाग्ने भयो फर्किन। हो नि, दिमाग फेरि त्यही डोपामाइनको लुपमा फर्छ र अर्को 25 मिनटको सेसनमा ध्यान दिनै सक्दैन। त्यो 5 मिनटमा उठेर पानी पिउने, कोठामा यताउता हिँड्ने, मौन बसेर झ्याल बाहिर हेर्ने वा आँखा चिम्लेर बस्ने गर्नुपर्छ। यो त एकदम राम्रो आइडिया हो। एउटा विद्यार्थीले यही स्क्रिन फ्री ब्रेक सहितको पोमोडोरो अभ्यास गर्दा 4 हप्तामै आफ्नो ध्यान अवधि कसरी दोब्बर बनाएको छ भन्ने प्रेरणादायी उदाहरण पनि स्रोतमा छ। त्यसो भए यसको समग्र अर्थ के हो त? मलाई त यो कुरा ठ्याक्कै शारीरिक थेरापी जस्तै पो लाग्यो त। कसरी नि? जस्तै कसैको खुट्टा भाँचिएर प्लास्टर खोलेपछिको अवस्था। सुरुमै ऊ म्याराथन दौडिन त सक्दैन नि, होइन र? खुट्टा कमजोर हुन्छ, पहिला बिस्तारै लौरो टेकेर हिँड्न सिक्नुपर्छ। एकदम सही। त्यसैगरी हाम्रो दिमागको एकाग्रता पनि अहिले भाँचिएको वा कमजोर अवस्थामा छ क्या। त्यसैले सुरुमै 4 घण्टा पढ्छु भन्नु मूर्खता हो। पहिला 25 मिनेटको पोमोडोरो अभ्यासबाट बिस्तारै हिँड्न सुरु गर्नुपर्छ।
दिमागको घटेको एकाग्रतालाई बिस्तारै रिपेयर गर्दै लग्नुपर्छ। यो एनालोजी एकदम सटिक छ है। यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ, हामी प्रविधिको दास बन्ने कि मालिक? हो नि। जब विद्यार्थीहरूले दिनको कम्तीमा 1 देखि 2 घण्टा फोनलाई अर्को कोठामा राखेर डीप वर्क अर्थात् गहिरो कार्यको अभ्यास गर्छन् नि, उनीहरूले बिस्तारै आफ्नो एक्जिक्युटिभ कन्ट्रोल फिर्ता ल्याइरहेका हुन्छन्। भनेपछि त्यो प्रिफ्रन्टल कर्टेक्स फेरि एक्टिभ हुन्छ? हो, माइन्डफुलनेस र सामान्य व्यायामले मात्र पनि दिमागको त्यो अघि घटेको कुरा गरेको थीटा पावरलाई फेरि बढाउँछ। स्रोतमा एउटा 28 वर्षीय युवकको एकदमै प्रेरणादायी कथा पनि छ नि त। उसले आफ्नो फोनबाट टिकटक पूर्ण रूपमा डिलिट गर्यो र 1 हप्तासम्म चलाएन। त्यो कथा गजब छ। त्यसको सट्टा खाली समयमा किताब पढ्ने र बाहिर हिँड्ने बानी बसाल्यो। सुरुमा त उसलाई एकदमै बोर लाग्यो होला, छटपटी भयो होला नि, तर बिस्तारै त्यो बोरियत हरायो। उसको फोकस बढ्यो र उत्पादकत्व दोब्बर भयो। साधारण कुराहरूमा जस्तै चराको आवाज सुन्न वा लामो लेख पढ्नमा पनि फेरि रस बस्न थाल्यो क्या। हो, किनकि उसको दिमागले प्राकृतिक इनामहरूलाई फेरि चिन्न थाल्यो नि त। उसका डोपामाइन रिसेप्टरहरू सामान्य अवस्थामा फर्किए। यो जो कोहीले पनि गर्न सक्छ, मात्र सही तरिका, अलिकति धैर्यता र निरन्तरता चाहिन्छ। हाम्रो दिमागमा न्युरोप्लास्टिसिटी भन्ने गुण हुन्छ, जसको अर्थ हो दिमागले आफूलाई सधैँ नयाँ अवस्था अनुसार बदल्न वा मर्मत गर्न सक्छ। यो त एकदमै आशावादी कुरा हो। आजको यो गहन छलफलमा हामीले धेरै महत्त्वपूर्ण कुराहरू कभर गर्यौं है। एकदमै धेरै कुरा आयो। घट्दै गएको ध्यान अवधिको त्यो सुनौलो माछाको डरलाग्दो तथ्याङ्कदेखि लिएर हाम्रो चाहनालाई नियन्त्रण गर्ने डोपामाइन र टिकटक ब्रेनले कसरी हाम्रो निर्णय लिने प्रिफ्रन्टल कर्टेक्सलाई सुस्त बनाउँछ भन्ने गहिरो विज्ञान पनि बुझ्यौं। अनि समाधानका रूपमा डोपामिन डिटक्स जस्ता भ्रमहरूबाट बचेर फोनमा ग्रे स्केल मोड अन गर्ने, नोटिफिकेसन बन्द गर्ने जस्ता साना तर प्रभावकारी इन्भाइरोमेन्ट डिजाइनको पनि कुरा गर्यौं। हो, अनि सबैभन्दा महत्त्वपूर्ण त स्क्रिन फ्री ब्रेक सहितको पोमोडोरो विधिमार्फत गहिरो अध्ययन गर्ने क्षमता कसरी फर्काउने भन्ने कुराको पनि विस्तृत रूपमा छलफल गर्यौं। मलाई लाग्छ आजको सबभन्दा ठूलो टेक अवे वा सन्देश नै यही हो कि यदि पढ्न बस्दा ध्यान केन्द्रित हुन सकिरहेको छैन भने त्यो विद्यार्थी जन्मजात कमजोर भएर वा उसको दिमाग नै खराब भएर होइन। एकदमै होइन। यो त केवल डिजिटल लतले गर्दा दिमागको संरचनामा केही समयको लागि आएको एउटा बायोलोजिकल परिवर्तन मात्र हो। यसलाई भाँचिएको खुट्टाको फिजियोथेरापी गरे जस्तै सही विधि अपनाएर फेरि पुरानै बलियो अवस्थामा फर्काउन सकिन्छ। यो कुराले अध्ययन गरिरहेका वा केही नयाँ सिक्न खोजिरहेका सबैलाई ठूलो ऊर्जा र आश दिन्छ जस्तो लाग्छ मलाई। पक्कै पनि। समस्या बायोलोजिकल र वातावरणीय हो, त्यसैले समाधान पनि बायोलोजिकल र बिहेभियरल नै हुनुपर्छ। इच्छा शक्तिलाई मात्र दोष दिएर बस्नु हुँदैन नि। अन्त्यमा यो सम्पूर्ण कुरालाई यसरी सोचौं, यदि हाम्रो मस्तिष्क जम्मा 15-15 सेकेन्डको भिडियोहरूसँग यति छिटो अनुकूलन हुन सक्छ, भनौँ न एडाप्ट हुन सक्छ, यति छिटो आफ्नो संरचना नै बदल्न सक्छ भने कल्पना गर्नुहोस् त। यदि हामीले त्यही मस्तिष्कलाई केही हफ्तासम्म शान्त वातावरणमा गहिरो चिन्तन र निरन्तर अध्ययनमा लगायौं भने हाम्रो बौद्धिक क्षमता कुन उचाइमा पुग्ला? पक्कै पनि अर्कै लेभलमा पुग्छ। हाम्रो सिक्ने क्षमता कति तीव्र होला? कि हामी सस्तो डिजिटल इनाममै रमाएर हाम्रो आफ्नै मस्तिष्कको त्यो असीमित र शक्तिशाली क्षमतालाई कम आँकिरहेका त छैनौं? विचार गर्नुहोला। स्रोतहरूलाई आधार मानी गरिएको आजको यो गहिरो अध्ययन र छलफल यति नै। बिदाई। सबैलाई बिदाई।